Good morning guys. Good morning guys. आज चाहिँ हामी फुलचोकी हाइक जाँदैछौँ. कति बज्यो अहिले? 6:30 उठेको चाहिँ 5:30 बजे हो. तर अब 6:30 बजे अनि यहाँ बोटानिकल गार्डन जाने. Which should take like 30 minutes. अनि त्यसपछि start hiking 4 hours up. Hello guys. Hello. Talk to Okay, के हो त? Oh yes. यो देखाउनु पर्यो किशोर दाजुले भन्नुभएको आउँदैछ ट्याक्सी बोलाएको हो. आदर्शको फर्स्ट टाइम हो होइन तेरो फर्स्ट टाइम है होइन ओके हामी चाहिँ अहिले सोह्रखुट्टे बस पार्कबाट हिँडिसकेका छौँ होइन सोह्रखुट्टे टुरिस्ट बस पार्क. So there's others and there's me. Which is Pulchoki, the highest hill point in Kathmandu Valley. Godavari Dada. The height of Godavari is 2,730 meters. अनि त्यो चाहिँ 4 घण्टा जति लाग्न सक्छ हामीलाई हाइक गर्न. So let's see how fast we can get up there. सब साइक्लिङहरू ग्रुपहरू चोकतिर कताबाट जाने यार उहाँ दिदीकोमा जानु पर्यो. हामी चाहिँ अब चिया पसो दोनो चिया पसो कुरकुरे. हाई दिदी दर्शक नमस्ते हाउ आर यु? So we are finally here at Godavari. जहाँबाट चाहिँ अब हामीले आफ्नो हाइक सुरु गर्छौँ. यहाँ हेर्नु न ए यसरी पो चाहिँ सुत्छ अरे आदर्शले भनेको. कसरी सुत्छ? मलाई जापान जाम भन्नु के अरे मलाई जापान जाम भन्नु कसरी जाडो छ त? आइदेखि मलाई त जाडै कहाँ गयो त? आज एक दिन हिँड्न पर्छ जाडो भित्र बसेर के जाडो रहेको. म त लन्डन बसेदेखि जाडो त के भएको छैन भन्दा सब रेकर्डेड छ. सुरुमा आउने बेलामा अझ टी सर्ट लाएर त्यो जाडोमा बाइक चलाउने हिँड्ने अझ अलिक चिसो थियो. तिमीलाई जाडो थियो. आलु चप कम्प्लिट प्याकेज थियो. कम्प्लिट नेपाली ब्रेकफास्ट प्याकेज. गुड माइट. यो त मिलेकै रहेछ.
दुईजना म चाहिँ अहिले एक्लै छु जस्ट वेटिङ फर देम ट्रेक हिँडेपछि यस्तै हो ट्रेक भन्दा नि हाइक हिँडेपछि चाहिँ यस्तै हो लेट्स सी व्हाट्स ह्यापन नेक्स्ट हाम्रो हाइक ठ्याक्क 8 बजेतिर सुरु भएको छ यो चाहिँ हाम्रो गोदावरी फुलचोकी हाइक गर्दाखेरि राम्रो इनिसिएट नौधारा सामुदायिक वनमा हामीले प्लास्टिक बोतल वा जङ्क फुड प्याकेटहरू लयो भने धरौडी राखेर रिटर्न गर्नुपर्ने हुन्छ विच इज भेरी गुड यो चाहिँ पहिल्यैदेखि गर्नुपर्ने थियो ल धन्यवाद दिदी सी यू लेटर विच इज गुड यु नो यो गर्नै पर्ने थियो पहिल्यैदेखि अनि अब यो चाहिँ हाम्रो फुलचोकी डाँडामा पाउने चराहरू अनि फुलचोकी डाँडामा पाइने जनावरहरू फुलचोकी डाँडामा पाउने जनावरहरू उता चराहरू आधा सालले रिटर्न भनिरहेको छु हामी यहाँ हाइकिङ वर्कआउटको लागि होइन पेट खाली गर्न आएको छ यो चाहिँ हाम्रो गोदावरी हाइकको ट्रेल हो अनि यहाँ देख्न सक्नुहुन्छ कति धेरै फोहोर बोतल प्लास्टिकका बोतल प्लास्टिक हेर्नु मान्छे हाइकिङ गर्न आउँछन् नोइज पोल्युसन धेरै के त्यति हाँसेछन् हल्ला गरेछन् हाँस्न सिक्यो गीत बजाउने क्या गीत बजाउने होइन हल्ला गरेर पनि बिस्तारै क्या टास्कै त्यही थियो क्या चुप्पा खानु भयो यहाँ त त्यही हुन्थ्यो क्या त्यो पछाडि रुमाल लुकाएर त्यो गर्ने हुन्छ नि हो त्यो हो त्यो गेम थियो चिसो नाइस cool one
मजाको हुन्छ राम्रोसँग आउँदै गर्नु हामीलाई उछिनेर गइहाल्नुहुन्छ हामी त्यही मान्छेसँग पुग्ने भने खोइ आज त पुगेला जस्तो छैन मलाई त ओह्रालो झन् गाह्रो हुन्छ टाइम चाहिँ अलिक कम हुन्छ मध्याह गएको चाहिँ ए खिचेको रहेछ अनेको बन्द भयो त छिटो ओ लाले गुराँस माथि रातो एउटा आउँदैछ दे आर क्याप्चरिङ हिमाल अब हाम्रोबाट चाहिँ देखिन्न त्यही भएर ठुलै क्यामेरा निकाल्नु पर्छ देखिन्न म्याउ मलाई त कालो मन पर्यो यार म्याउ को भने मेरो रिस्कमा म्याउ उसले भन्थ्यो कि के अरे एउटाले भिडियो राखेको होइन कुनै एउटा कुकुर होइन हो त्यस्तै गर्दै जाँदाखेरि पुरै मुखैमा टोकिन्छ क्या सुन्नु न त्यसले पुच्छर होला हामी त्यति सम्झालो के अरे होइन एउटाले भिडियो राख्छ कि होइन गोरु कुकुर हुन्छ होइन यो चाहिँ epic steep uphill छ हुँदै आइज न के आदर्श लिइरहेको छ कता आउनु खोज्यो सकेन उही गरेको थियो उही भयो मुनिबाट त्यहाँ मुनिबाट त्यहीँबाट त्यहाँ मुनिबाट आइज बाटो It's okay, it's fun. चप्पल हो ए बा अनि बालुवामा हिँड्नु चप्पल
तिम्रो त पकादै पनि होला मैले सिकाइरहेको के रहेछ भिर कहाँ छ झ्याङ छ उयो साइडमा हो त्यहाँ त्यता साइडमा टेक न हो त्यहाँ यसले लाग्छ धापड होइन गाडी Ooh, this is pristine. Pristine. Food. Peaceful. Nice. Peaceful. Amazing. चिया खाने हो निकाल नि त उयो पत्रबाट चौकुमै काम पर्यो कहाँ कहाँ काम पर्नु त अँ हातमा त कसरी समात्यो यार मुनि समात नि तिमी के चिया अँ बोल्दैन क्या कसले बाटो तिमीले हो कसरी समात्यो यो मान्छेले यार यहाँ पोल्दैन त अनि आउला बोल्दैन अहिले अनि तिम्रो औँला एउटा यसो राख न त्यहाँ छुँदैन सँग माटो पनि खाइदियो म त किन पुच्छु खाएको हामी प्योर हो हात धोएर पानी वेस्ट हानेर पियो हात फेरि नसमातो हात धो भयो नि त फेरि चिया समात्ने माथि गयो तैँले हुन्छ क्या तर भन्नु अब उसलाई खतरा एक्सपिरियन्स भयो नि त उसलाई त फेरि हामीलाई नै भयो नि मलाई रमाइलो भयो खुट्टा दुखेकै बिर्सियो एकछिन त त्यो होइन खुट्टा के त्यो जुन दुखेको हुन्छ नि त्यो नै बिर्सियो क्या पेन नै बिर्सियो क्या हाँस्दाखेरि बहुत हाँस्यो उसले होइन तर खतरा रमाइलो गर्यो उसले पछि एकदम हाँस्छ त्यो सम्झेर त्यो जुन बहिनीले उसलाई ल्याइरहेको थियो नि ऊ चाहिँ लिडर रहेछ एकदम त्यो सही लिड गरायो अनि तर लाइक लास्टै प्रिपेयर पनि रहेछ नि त ऊ पनि चप्पलमा भएको भए फेरि डिफ्रेन्ट स्टोरी हुन्थ्यो काठमाडौँको हावा हामी किरिङ किरिङ गरेर त्यही भन्यो ब्रदर हेलिप्याड यता छ हौ यहाँ हेलिकप्टर ल्यान्ड भइसक्यो ग्यास मात्रै छोड उड्न लागि अब चिप्सहरू ल्याएनौँ है चना खान्न चना खाँदा ऊ त्यहाँ अब त्यहाँ गएर अर्को पानी पर्ला उसको धोइन्छ परो हात नुनै बसेर फोटो खिच्दै बस्यो हामीलाई अल्छी गरेर हामी हिँड्दै भनेर
अनि तर यो ग्रुप मलाई ठिक लाग्यो सही त्यसरी हिँड्ने ग्रुपहरू चाहिँ हो र तिनीहरू त रोड हिँड्दा यिनीहरू चाहिँ पुरै हाइकिङ रुटै हिँड्नु अबदेखि म कहिले हाइकिङ गरिदिनु भनेको छ नि उसले त्यो त होइन भन्ने मात्र हो म फर्स्टचोटि साइक्लिङ गर्दा मैले त्यही भनेको थिएँ फेरि गएको तिम्रो साइक्लिङ त यतिकै भयो अरे मैले फेरि गएको फेरि त्यसले हात दर्दैन मैले पनि भएन मैले एउटा मात्रै धोएको हात त्यसले चिया समाएर दाहिने ए भाइ कसलाई अङ्कल भने दाइ तल रोडबाट बाटो यो हेलिप्याड तिमीहरू त्यही हेर्नु खोज होइन हेलिप्याड हेर्न खोज होइन यो तलबाट यता त्यो रोड जाने हो कि अब भिडियो खिच्दाखेरि अङ्कल भनेको मैसँग दाई भनेको थिएँ भिडियो नखिच्दाखेरि दाई टुरिस्ट हाई गरेर भिडियो खिच्नाले अङ्कल अरे अङ्कल हुन्थ्यो रङ बाटो देखाइदिनु पर्यो हामी आएको अङ्कल भन्दा रङबाट जाने माथि जाऊ को छ र यहाँ अङ्कल भन्नु पर्ने पछाडि हेर्ने अङ्कल भन्दा कहिले मिठो लाग्दैन आज कति मिठो भयो अहिले अस्ति भाइ तँ कहिले हेरेको थिइस् र यसरी किन हिँड्ने कहाँ हिँडिस् भरतैर म हाइकिङ जाँदाखेरि हामीले बाटोमा दालमोट किन्नु थियौँ क्या होइन वान अफ द नमिठो दालमोट त्यो यति घर बसेको भयो हामी खाइन्न क्या अनि किनेर लैयो माथि गएको होइन भोक लाएर मर्न लाग्यो तिर्खा ला होइन तर दालमा नट बुझ्ने किन थाहा छ किन त्यो नुन धेरै हुन्छ होइन अनि दालमोटमा खुर्सानी पनि धुलो खुर्सानी हुन्छ तर तिमी हाइकिङ गरिरहेको छौ र समर सिजनमा छौ भने त्यसले एसिडिटी बढाउँछ तर नुनले तिमीलाई तिर्खा एकदमै लगाउँछ हजुर भनेको कुरा भइसक्यो त्यो भएकै हो कि एसिडिटी पेट अमिलो भएर चल्छ अरे पानी तिर्खा लाएर तिमी त भर्दै मर अनि तिमी जाँदा पनि बहुत दामले खाएको थियो यार झर्ने बेलामा एसिडिटी भयो सही भयो मैले त्यो बेलामा जे पनि छ धेरै खाँदै अनि त्यसपछि तर हामी एउटा एज हुँदो रहेछ एउटा जम्मैको हो न लाइक हाम्रो मान्छेले भन्छ कि लाइक हामी हुन्छ नि 30 इयर्ससम्म हाम्रो बडीहरू रिकभर हुन्छ अरे क्या टु 1 पोइन्ट के अरे हाम्रो सेलहरू चाहिँ 30 इयर्ससम्म रिकभर हुन्छ अरे क्या माइट आज चाहिँ हाम्रो फुलचोकीको लन्च भन्ने कि टी भन्ने लन्चै भन्नु भेरी सस्ता लन्च भेरी गुड सेटिस्फाइङ तर भेरी सेटिस्फाइङ अब हामी चाहिँ खाएको थिएन मैले अलिकति ऊ त्यहाँ पुग्नु भएको छ होइन गोइङ अप देयर 10:30-11 बजीतिर पुगेला भनेको त 12 पनि बजिसक्यो हामी अब हान्नी हो एक घन्टामा पुगिन्छ नि भन्ने एक्सपेक्टेसन छ होइन अब त 25 मिनट 150 मिटर बाँकी छ भनेर तल पुग्दासम्म हामी पनि बाजिसकिन्छ जस्तो के छ तपाईँलाई कस्तो लागिरहेछ मजा आयो जियोस आउनु चाहिँ एकदम रमाइलो रहेछ वी हेभ नट फिनिस्ड इट येट मजा आयो जियोस् भने होइन मजा आइरहेछ है स्टिल मजा आइरहेछ एकदम नयाँ नयाँ ठाउँ एक्सप्लोर हानियो हुँदै नभएको ट्रायल पनि एक्सप्लोर हानियो ज्यान पनि स्टिल जस्तो भइरहेछ Yeah. What about you, Mr. Eddie? I'm feeling very good, brother. Ani Feeling every part of my body. every part of my body. Beladi. Let's go. Let's go. क्विनले पनि यसरी बोल्दिनु होला कसले Queenले अब त बोल्दिन अहिले त
अहिले चाहिँ घडीमा बज्यो 12:45 हामीलाई चाहिँ 8 घन्टा 41 मिनट लाग्यो What? यस माइट 8 घन्टा होइन ए 8 घन्टा र 4 घन्टा त्यही त 4 hours 45 minutes worth it. Worth it. we are here फुलचोकीको डाँडा Look at the view. we are in clouds reserve ओइ बाइक आयो जाने माथि मन्दिर जाने हो जाऊँ न अब यहाँको Hello. Sorry. कन्जस्टेड भएपछि बजाउनु भयो त्यही त मैले भिडियो गरिरहेको थिएँ So guys, we're heading back to Godavari. It took us 4.5 hours to get here, and I could feel my muscles. Kisar muscle feel bhayo tero? मजाले feel bhayo? Okay. पम्प भइरहेछ मेरो पुरै Huh? पम्प भइरहेछ क्या मेरो पुरै Okay. I could feel the most of that. I didn't know that. What about you? Still in my body. तिम्रो के भइरहेछ Mr. Eddie? I'm quite fine if you ask me. But yeah, it does happen. But the action अझ बानीलाई चाहिँ अब त्यो बानी हटाउँदैन हटाउनु मलाई छुको वाल पछाडि बाइक आइरहेछ यसरी यसरी भन्दै मिना मिना बाका 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 बोका बाका भन्दै कभर अलिअलि क्या हो कभर ल के हो त अफै हुन्न त अफै भएन भएन के खोलेर दुई चाहिँ ट्राई हान्छ खिच्यो कि हेर्नु त खिचिरहेछ हजुर त्यही भएर बन्द भएन Second verse.
कुम्फु गर्दै आयो पाका आएर दो म मिस्टर कुम्फु म्यान We're coming down pretty quick. Whack, whack, whack. जाम जाम भने त मैले 5 मिनेट भनेको We are here where we started from. जहाँबाट सुरु गरेर चाहिँ त्यही आइयो हाम्रो अपहिल चाहिँ 4.5 hours, डाउनहिल त 2 hours, 2 घन्टा. But it was an epic one. यस्तो ठाडै. How was it? It was amazing. It's still changing. मलाई यहाँ फेस ट्र्याक गरेर यार हात तेरेको भाइ उता जान. गर्नु के जस्तो good reason. I'm out of the call. It was
Very good hike. We had a lot of fun. And we're gonna do it again. किशोर भाइ समय त देख्दैन होला लिएर त आफैले भन्दा It was so epic that my legs are still होइन लिइरहेको छ यो सोल्टी उता कसलाई डिटेक्ट हान्नु It was so epic, my legs are still shaking like a banana shake. I can't skip it. My legs are still shaking like banana shake. We three हामी तिनजनाले गरेर आयौँ होइन अब चाहिँ अहिले एकछिन हेर्छु म आदर तँलाई कस्तो छ किशोरलाई कस्तो छ आफूलाई कस्तो छ आफूलाई कस्तो छ हामीले सिक्छौँ म त एकदम गुड भेरी गुड बियर भइयो फेरि जस्टिन बियर भइयो यता हो त यता ल 800 को इन्ड्राइभ बुक गर्दा यही चप्काइदिनु जाम ओके म चाहिँ मेरो फेलो ट्राभलर्सहरूलाई के भन्न चाहन्छु भने नेपालमा चाहिँ जुन चाहिँ नि हाम्रो यङ ट्राभलर्सहरू हुनुहुन्छ वा एक्सपिरियन्स ट्राभलरहरू पनि त्यो कुनै पनि नेचुरल प्लेसहरूमा जानु हुनुहुन्छ भने त्यो एरियामा चाहिँ प्लिज यो लाउड स्पिकरहरू चाहिँ नबजाइदिनु होला किनकि त्यो नेचुरल स्पेस भनेको त हजुर नेचर एक्सपिरियन्स गर्न आउनुभएको वाइल्ड लाइफ वा यु नो साइलेन्ट एक्सपिरियन्स गर्न आउनुभएको होला तर हजुरलाई लाउड म्युजिक बजाउन नै छ भने प्लिज हजुरहरू घरमा बजाउनुहोस् तर यो ब्युटिफुल फरेस्ट एरियामा चाहिँ होइन क्या किनकि त्यसले हजुरले को कारण त्यो अर्को ट्राभल गर्ने मान्छेलाई मात्र होइन त्यो नेचुरल स्पेसमा पनि डिस्टर्ब गरेको हुन्छ जस्तै चराचुरुङ्गीहरू हुनसक्छ वाइल्ड लाइफहरू हुनसक्छ त्यहाँ पनि इफेक्ट गर्छ प्लिज हजुरहरू चाहिँ यो ठाउँमा चाहिँ यदि ट्रेकिङ गर्दै हुनुहुन्छ हाइकिङ गर्दै हुनुहुन्छ कुनै रिमोट एरियामा जाँदै हुनुहुन्छ भने लाउड स्पिकर प्लिज बन्द गरिदिनु अनि मैले कति ठाउँमा त यो चाउचाउ र फुलचोकी हाइकमा चाउचाउको खोल बोतलहरू आमा कति हो You come to enjoy that, but you destroy it. So by the time you are finishing your trip, to those जसले चाहिँ त्यो एरिया घुम्न आउनुहुन्छ र बोतलहरू फालेर जानुहुन्छ, you are not just disturbing, you are ruining those places. So please guys, be a responsible traveler.